ड्राइभिङ लाइसेन्सको लागि वर्षौंको प्रतीक्षा सायद अब सकिने भएको छ। नेपालमा एउटा नयाँ इन्टेलिजेन्ट क्यूआर प्रणाली लागू भएको छ जसले सबै कुरा बदल्ने दावी गरेको छ। आउनुहोस् आज यसको बारेमा गहिरिएर बुझौं। ड्राइभिङ लाइसेन्स बनाउनु र हातमा पार्नु एउटा लामो र झन्झटिलो प्रक्रिया थियो, होइन त? खैर, यो पुरानो समस्याको लागि एउटा साँच्चीकै नयाँ र शक्तिशाली समाधान आएको छ। कतिपयले त सोच्नुस् त सन् 2022देखि नै लाइसेन्सको साटो राजस्व तिरेको त्यो सानो कागजको रसिद बोकेर हिँड्नु परेको थियो। तर अब त्यो रसिदको युग सकिँदैछ। अब हेर्नुस्, यो कुनै सानोतिनो अपग्रेड मात्रै होइन, यो त पुरै एउटा जेनेरेसनल जम्प हो। हामी 18वटा फिचर भएको पुरानो चिपवाला लाइसेन्सबाट सिधै 39वटा फिचर भएको नयाँ इन्टेलिजेन्ट क्यूआर सिस्टममा जाँदैछौँ। र सबैभन्दा ठूलो कुरा के हो भने अब ट्राफिक प्रहरीलाई त्यो विशेष डिभाइस चाहिँदैन। उहाँहरूले आफ्नो सामान्य स्मार्टफोनबाटै स्क्यान गरेर सबै विवरण हेर्न सक्नुहुन्छ। त्यसो भए यो इन्टेलिजेन्ट क्यूआर भन्या आखिर हो चाहिँ के? अनि यसले कसरी हाम्रो लाइसेन्सलाई यति धेरै स्मार्ट र सुरक्षित बनाउँछ त? ल, यसलाई अलि सरल तरिकाले बुझौं। एकदमै सरल भाषामा भन्नुपर्दा इन्टेलिजेन्ट क्यूआर भनेको चाहिँ एउटा धेरै तह भएको एकदमै सुरक्षित क्यूआर कोड प्रणाली हो। यसले त्यो पुरानो चिपलाई विस्थापित गर्छ र चालकको सबै डाटालाई सुरक्षित तरिकाले स्टोर गर्छ। यो हामीले सामान्यतया देख्ने क्यूआर कोड जस्तो होइन, यो निकै विकसित र सुरक्षित प्रविधि हो। यसको सुरक्षाको कुरा त झनै रोचक छ। यसमा 5 तहको सिक्योरिटी छ। केही कुराहरू हामी खाली आँखाले नै देख्न सक्छौं, केही हेर्नलाई चाहिँ विशेष उपकरण चाहिन्छ र केही त यति गोप्य छन् कि ल्याबमा मात्रै पत्ता लाग्छ। अनि त्यसमाथि 2वटा त गोप्य तह नै छन्, जसले गर्दा यसलाई नक्कली बनाउन लगभग असम्भव नै छ। अनि अर्को महत्त्वपूर्ण कुरा, सबैले सबै जानकारी हेर्न पाउँदैनन्। यदि कुनै सर्वसाधारणले स्क्यान गर्यो भने सामान्य जानकारी मात्र देखिन्छ। तर ट्राफिक प्रहरीले एउटा विशेष की प्रयोग गरेपछि मात्रै विस्तृत विवरण हेर्न मिल्छ। र यातायात व्यवस्था विभागसँग त सबै डाटाको पूरा पहुँच हुने नै भयो। यसले गोपनीयता र सुरक्षा दुवैलाई सन्तुलनमा राख्छ। ल, अब सबैको मनमा रहेको मुख्य प्रश्नमा आउँ। लाइसेन्स छाप्ने काम कहाँ पुग्यो र कहिलेसम्म हातमा पर्ला त? यसको पछिल्लो अवस्था के छ हेरौँ है त। सुरुमा सरकार र सुरक्षण मुद्रण केन्द्र बीच पहिलो चरणमा 12 लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो। यो संख्याले नै देखाउँछ कि समस्या कति ठूलो थियो र कति धेरै मानिसहरू प्रतीक्षामा थिए। तर खुसीको खबर के छ भने अहिलेसम्म 9 लाखभन्दा बढी लाइसेन्स छापिएर तयार भइसकेका छन्। यसको मतलब काम एकदमै तीव्र गतिमा अघि बढिरहेको छ र त्यो पुरानो ब्याकलग अब चाँडै नै सकिँदैछ। काम यति छिटो किन भइरहेको छ भन्ने कुरा यो चार्टले स्पष्ट पार्छ। हेर्नुस् त, देशभरबाट हरेक दिन औसतमा 3000 नयाँ लाइसेन्सको माग आउँछ। तर छाप्ने क्षमता कति छ? दैनिक 40,000। यो विशाल क्षमताले नयाँ मागलाई त सजिलै धान्छ नै, पुरानो ब्याकलगलाई पनि तीव्र गतिमा सकाइरहेको छ। ठिक छ, प्रविधि राम्रो छ, छपाईको गति पनि तेज छ। तर यसले अब हाम्रो दैनिक जीवनमा चाहिँ के फरक पार्छ त? अबको खण्डमा यसको प्रत्यक्ष असरको बारेमा कुरा गरौँ। र यो नै अहिलेसम्मको सबैभन्दा ठूलो र महत्त्वपूर्ण घोषणा हो। सुरक्षण मुद्रण केन्द्रका अनुसार आउँदो साउन 1 गतेदेखि कसैले पनि राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने छैन। हो, त्यो झन्झटको अब आधिकारिक रूपमै अन्त्य हुँदैछ। तर कथा यतिमै सकिँदैन। यो त सुरुवात मात्र हो। यो नयाँ प्रणालीले भविष्यमा सरकारी सेवालाई अझै कसरी सजिलो बनाउने लक्ष्य राखेको छ। अब अन्तिम खण्डमा अगाडिको बाटो हेरौँ। सरकारको योजना अझै महत्त्वाकांक्षी छ। अब छापिएका लाइसेन्सहरू लिन फेरि यातायात कार्यालय धाइरहनु नपर्ने गरी घर-घरमै पुर्याउने व्यवस्था हुँदैछ। यसका लागि हुलाक सेवालाई गभर्नमेन्ट कुरियर सर्भिसको रूपमा विकास गर्ने काम पनि अघि बढिसकेको छ। यो प्रविधि र योजनाले पक्कै पनि एउटा ठूलो आशा जगाएको छ। तर अब मूल प्रश्न उठ्छ, के यो एउटा सुधारले नेपालको समग्र सरकारी सेवा प्रवाहलाई साँच्चै स्मार्ट, छिटो र नागरिक मैत्री बनाउन सक्ला त? यसको उत्तर त खैर भविष्यले नै दिनेछ।